हेलो नमस्ते सबैजनालाई। अहिले म चाहिँ ठ्याक्क भन्नुपर्दाखेरि मुस्ताङ जिल्लाको मुक्तिनाथमा हो हैन। मुक्तिनाथमा चाहिँ अलि हिउँ परेको अवस्था देख्नु हजुरहरूले यी ठ्याक्क देखिहाल्नुभयो हिउँ हैन। गाडी यति जाम परेको छ कि अहिले मेरो बसन्ती चाहिँ यहाँ है ट्याक्क हैन। कसरी झर्ने हो टाढो छ जाम यस्तो बिना के छ गाउँला खबर भन्न परिगयो यी यस्तै छ यी। ल हजुरहरू कोही मुस्ताङ आउँदै हुनुहुन्छ भने चाहिँ है चिसो पनि बढेको छ पहिलाको भन्दा आउन सक्नुहुन्छ है। अलि ज्याकेट साकेट बोकेर आउनु होला। अहिले के भन्दाखेरि गाडीहरू आए पनि एकदम होचो गाडीहरूमा नआउनु होला सकेसम्म हैन। हिउँ परेको छ किनभने 4x4 मा आउनु होला 4 व्हील गाडीमा है। ल सबैजनालाई यति भन्दै बाई बाई है।